हेलो वेलकम टू पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज सिरिज। आजको हाम्रो नयाँ टपिक हो डेटा टाइप्स इन पाइथन। डेटा टाइप्स भनेको के हो? अब हामी आगामी दिनमा प्रोग्रामिङ बनाउँछौँ। प्रोग्रामिङ बनायो भने हामी डेटासँग खेल्छौँ अनि डेटासँग खेल्यो भने त्योभन्दा अगाडि हामीले जान्नुपर्ने कि पाइथनले कति किसिमको डेटा सपोर्ट गर्छ। त्यसैले के भन्छ त डेटा टाइप्स। इन हाउ मेनी टाइप्स डेटा इज एभाइलेबल फर पाइथन। डेटा टाइप भनेको कति किसिमको डेटालाई हामी पाइथनमा प्रोसेस गराउन सक्छौँ। त्यसलाई भन्छ कि डेटा टाइप्स इन पाइथन। त अहिलेसम्म हेर्दाखेरि पाइथनमा टोटल डेटा टाइप भनेको के छ त 14 वटा छ। यो हाम्रो 14 वटा डेटा टाइप छ। 14 भनेको के त इन्ट, फ्लोट, कम्प्लेक्स, बुल, स्ट्रिङ, एसटीआर भनेको स्ट्रिङ हो, बाइट्स एरे, रेंज, लिस्ट, टुपल, सेट, फ्रोजन सेट, डिक्ट र नन सबै के हो त हाम्रो डेटा टाइप हो। यति किसिमको डेटाले पाइथनमा हामी प्रोसेस गराउन सक्छौँ। त्यसले याद कसरी गर्ने त? याद गराउनको लागि म अलिकति यसलाई डिफ्रेन्सिएट गरेछु। डिफ्रेन्सिएट भने के हो त? यो सुरुको जुन 5 वटा डेटा छ एउटा क्याटेगोरीमा राखिदिएछु र सुरुको यो 5 वटा डेटालाई के भन्छ त हामी फन्डामेन्टल डेटा टाइप भन्छौँ र बाँकीको जुन यो 9 वटा छ भने यसलाई भन्छौँ हामी कलेक्सन रिलेटेड डेटा टाइप। अब कुरा आउँछ कि फन्डामेन्टल डेटा टाइप भने के हो, कलेक्सन रिलेटेड डेटा टाइप भने के हो। त फन्डामेन्टलको कन्सेप्ट पहिला बुझौँ, त्यसपछि हामी कलेक्सनको फर्ममा जान्छौँ। हामी डेटा प्रोसेस गर्छौँ भने कुनै बेला के हुन्छ त पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजमा हामीले सिंगल डेटाको आवश्यकता पर्छ एकचोटीमा मलाई एउटै किसिमको डेटा चाहियो भने हामी के युज गर्छौँ त फन्डामेन्टल। तर एकचोटीमा मलाई ग्रुपमा भएको डेटालाई प्रोसेस गर्नु छ भने हामी युज गर्छौँ के कलेक्सन डेटा टाइप। यसको मिनिङ हेरौँ, मलाई अहिले एउटै स्टुडेन्टसँग डिल गर्नु छ, त एउटै छ स्टुडेन्ट, त्यसको त के कलेक्सनलाई युज गर्ने। तर मलाई क्लासको पुरै स्टुडेन्टसँग डिल गर्नु छ एकैचोटि भने हामी फन्डामेन्टलबाट काम चलाउँदैन, हामी के त कलेक्सनबाट काम चलाउँछौँ। नामै छ कलेक्सन। कुन बेला यो ह्यान्डल गर्छ त, कुन बेला यो काम लाग्छ त यदि डेटा मेरो कलेक्सनमा छ, एकभन्दा बढी छ। यदि एउटै छ भने हामी एउटैको लागि कलेक्सन युज गर्दैनौँ, हामी युज गर्छौँ कि फन्डामेन्टल। अब फन्डामेन्टल त बुझिसक्यो। फन्डामेन्टलको मिनिङ के हो त एकचोटिमा एउटै डेटालाई युज गर्न सकिन्छ। अनि कलेक्सन भने के हो त एकभन्दा बढी। इक्जाम्पल हेरौँ, म लेख्छु यहाँ एज इक्वल टु 10। त एज इक्वल टु 10 लेख्ने बित्तिकै भन त अहिले ए भित्र जुन डेटा छ कतिवटा डेटा छ त एउटै छ। त यस्तो टाइपको डेटालाई प्रोसेस गर्नु छ भने फन्डामेन्टल युज गर्छौँ। तर यदि म भनिदिन्छु डेटा यस्तो छ 10, 20, 30, 40, 50, अब यो ए भित्र डेटा एउटा छ कि बढी छ, एकभन्दा बढी, त यानि कि एकभन्दा बढी छ। त यसलाई युज गर्नको लागि फन्डामेन्टल युज नगरिकन हामी के युज गर्छौँ त कलेक्सन युज गर्छौँ। अनि कलेक्सनको यति 9 वटा छ भने कुनै पनि एउटा युज गर्दा भयो। अब फन्डामेन्टल र कलेक्सनको टाइप पढिसकेपछि अब आऊ पहिला फन्डामेन्टलको पहिलो के छ त हाम्रो इन्ट डेटा। यस्तो टाइपको भेरिएबल जसले खाली इन्टिजर होल्ड गर्छ त्यसलाई के भन्छ त इन्ट टाइपको डेटा भन्छौँ। फ्लोट भने के हो त फ्लोटिङ पोइन्टको भ्यालु, यानि कि डटमा डेसिमलमा डेटा दियो भने त्यसलाई के भन्छौँ फ्लोटिङ। कम्प्लेक्स भने के हो त हामी म्याथमा पढेको छौँ, पहिलादेखि नै पढ्दै आइरहेका छौँ a प्लस bi को फर्ममा। यदि यो फर्ममा डेटा दियो भने यसलाई के भन्छ त कम्प्लेक्स नम्बर। म्याथमा कम्प्लेक्स नम्बर पढेछौँ नि त, हो। त यो भयो म्याथको कुरो। म अब पाइथनमा लेख्छु भने a प्लस bj लेख्नुपर्छ। आई को ठाउँमा के लेख्नुपर्छ त j। त यो मेरो भयो के म्याथको कुरो, यो मेरो के भयो त हाम्रो पाइथनको कुरो। त यो पनि डेटा पोसिबल छ। यस्तो टाइपको डेटालाई हामी प्रोसेस गराउन सक्छौँ पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजमा। बुल भनेको के हो त बुल भनेको बुलियन हो। बुलियन भनेको यस नो को फर्ममा डेटा चाहियो भने ट्रु र फल्स हामी युज गर्छौँ बुल। स्ट्रिङ भनेको के हो त स्ट्रिङ डेटा चाहियो, जसरी नाम, एड्रेस, इमेल, यो सबै डेटा चाहियो भने हामी के युज गर्छौँ त स्ट्रिङ युज गर्छौँ। अब यसको 1 बाइ 1 पोस्टमार्टम हेरौँ। इन्टिजर, फ्लोट, कम्प्लेक्स, बुल, स्ट्रिङ हो के र यसलाई युज गर्ने कसरी त। ल पहिला हामी इन्ट पढ्ने। इन्टमा पहिलो म लेखिदिन्छु यस्तो एज इक्वल टु 10। त एज इक्वल टु 10 लेख्यो भने सबभन्दा पहिला यसको मिनिङ बुझौँ। अरू ल्याङ्ग्वेजमा हामी लेख्दाखेरि हामी लेख्छौँ इन्ट एज इक्वल टु 10, तर पाइथनमा हामी यो लेख्दैनौँ। किन? पाइथन इज अ डाइनामिकली प्रोग्रामिङ ल्याङ्ग्वेज। अलरेडी लास्ट भिडियोमा मैले बताएको छु यसको प्रोपर्टिजमा, फिचर्समा है। डाइनामिकली भइदियो भने यसको टाइप हामीले दिनु पर्दैन। जुन प्रोग्रामिङ ल्याङ्ग्वेजमा टाइप हामीले दिन्छौँ, ए को टाइप मैले इन्ट डिफाइन गर्यो, यदि दियो भने त्यसलाई के भन्छ त स्ट्याटिकली टाइप प्रोग्रामिङ ल्याङ्ग्वेज। पाइथन धेरै स्मार्ट छ यसको कम्पाइलर। हामी नदिएपछि यसको टाइप आफै बुझ्छ। यहाँ 10 दियो भने 10 ए को टाइप इन्टिजर भइहाल्छ, 10.5 दियो भने ए को टाइप फ्लोट भइहाल्छ। यानि कि बेस्ड अन आवर गिभन डेटा टाइप विल अटोमेटिकली चेन्ज डाइनामिकली, देयरफोर इट इज कल्ड अ डाइनामिकली टाइप प्रोग्रामिङ ल्याङ्ग्वेज। त यो लेखिदियो भने प्रायः जसो हामी के बुझ्छौँ
के पढाउँछ टिचर, यो जुन 10 छ 10 गएर ए मा स्टोर भएको छ, तर यो कन्सेप्ट भनेको टोटली रङ भयो। 10 जुन छ यो ए भित्र बसेको छैन। पाइथन भनेको अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ ल्याङ्ग्वेज पनि हो, त यो एज अब्जेक्टको रूपमा काम गर्छ। ए इक्वल टु 10 लेख्यो भने 10 मेरो के भयो त अब्जेक्ट भयो, एउटा मेरो के भन्यो त यो अब्जेक्ट बन्यो। यो अब्जेक्ट कुनै कुनै ठाउँमा मेमोरीमा त स्टोर भयो होला, त यो अब्जेक्टलाई रेफर गर्ने भेरिएबलको नाम के हो त ए हो। एक्चुअल सिनारियो भनेको यो हो, यानी कि ए इक्वल टु 10 लेख्ने बित्तिकै 10 मेरो एउटा अब्जेक्ट बन्यो। अब्जेक्ट बनेकोलाई रेफर गर्नु छ भने हामीलाई भेरिएबल दिनुपर्छ। यदि अब्जेक्ट बनेको छ उसको यो रेफरेन्स भेरिएबल छैन भने यो जुन बनेको अब्जेक्ट छ अटोमेटिकली डिलिट भइहाल्छ। डिलिट गर्ने काम कसको हो त गार्बेज कलेक्टरको हो। यानी कि कुनै पनि अब्जेक्ट छ भने त्यसलाई मेमोरीमा एक्जिस्ट हुनको लागि उसको रेफरेन्स भेरिएबल हुनै पर्छ, रेफर गर्ने भेरिएबल हुनै पर्छ। यदि भएन भने त्यो गार्बेजको लागि इलिजिबल भइहाल्छ, मतलब वेस्ट भयो। अनि यो गार्बेजको लागि इलिजिबल भयो भने अटोमेटिकली गार्बेज कलेक्सन एउटा टपिक हो पाइथनमा, त्यसले यही सर्च गरिरहेको हुन्छ कि रेफरेन्स नभएको भेरिएबल कुन कुन हो, अब्जेक्ट कुन हो, त्यसलाई के गरौँ त डिलिट गरौँ। त्यसको मिनिङ भनेको यो हो। अब म फेरि लेख्छु यहाँ ए इक्वल टु 10 लेखेको छु त 10 को अब्जेक्ट बन्यो, रेफर ए ले गर्यो। बी इक्वल टु 10 लेख्यो त फेरि 10 को अब्जेक्ट बन्नु पर्यो। सी इक्वल टु 20 लेख्यो भने फेरि सी को अब्जेक्ट बन्नु 20 को अब्जेक्ट बन्नु पर्यो। फेरि डी इक्वल टु 40 लेख्यो भने 40 को अब्जेक्ट बन्नु पर्यो। हो, रुल्स त यही हो, तर यहाँ अलिकति फरक छ। यदि अब्जेक्ट हामी बनाउँछौँ र पाइथन ल्याङ्ग्वेजमा अब्जेक्ट बनाउने बित्तिकै कुनै पनि अब्जेक्ट पहिलादेखि बनेछ भने नयाँ अब्जेक्ट यो बनाउँदैन। इक्जाम्पल हेरौँ, यो 10 को लागि अलरेडी यो 10 अब्जेक्ट बनिसक्यो, बनेको छैन, मेमोरीमा बनेको छ, त्यसलाई रेफरेन्स भेरिएबलको गरिरहेको थियो त ए गरिरहेको थियो। अब बी इक्वल टु 10 लेख्यो भने यो 10 अब्जेक्ट मेमोरीमा नयाँ बनाउँदैन, अलरेडी 10 मेमोरीमा छ भने यो यही अब्जेक्टलाई रेफर गर्छ। यसको मतलब के बी पनि 10 लेखेको छ भने बी को लागि नयाँ अब्जेक्ट बन्दैन, यसैमा रेफर भइहाल्छ कि हाम्रो बी। फेरि मैले लेखेको छु सी इक्वल टु 20, त 20 त मेरो अब्जेक्ट बनेको छैन नि त बनेको छैन भने नयाँ अब्जेक्ट यसको बनाउँछ। नयाँ अब्जेक्ट बनाएर सी लाई रेफर गर्छ। त्यसै गरी 40 को बनाउनु भन्दा अगाडि चेक गर्छ 40 पहिलादेखि मेमोरीमा छ त छैन। जब मेमोरीमा छैन भने के गर्छ त नयाँ बनाउँछ, यो पनि रेफर गर्छ डी। त यो हो सिनारियो पाइथनमा। अब म अलिकति सिनारियो लिटल बिट चेन्ज गर्छु, अलिकति फरक गर्छु। फरक के छ त, म यहाँ लेख्छु ए इक्वल टु 10, ए इक्वल टु 20, ए इक्वल टु 30। यो तीनटा कोड लेख्यो, एक पछि अर्को एक पछि अर्को एक पछि अर्को। त्यो कोड भ्यालिड छ कि छैन? 100% भ्यालिड छ। जब भ्यालिड छ भने यसको अब्जेक्ट कसरी बन्छ त सबभन्दा पहिला 10 को हेराउँछ। 10 मा मेमोरी छ त, यसको लागि बेग्लै बनाइरहेको छु। 10 को अब्जेक्ट को मेमोरी छ त छैन है, त पहिला अब्जेक्ट बनाउँछ 10 को। फेरि नेक्स्ट लाइनमा के लेखेको छ त ए इक्वल टु 20, यानी कि अब्जेक्ट पहिला हेर्छ, अब्जेक्ट 20 को बन्छ कि बन्दैन? 100% बन्छ, किनभने 20 को अब्जेक्ट छैन। त अब्जेक्ट यो रुल्स अनुसार त बन्नु पर्यो, त अब्जेक्ट नयाँ बन्छ। अब यो अब्जेक्ट बन्ने बित्तिकै यसको पनि रेफरेन्स भेरिएबल के हो त ए नै हो। त ए पहिलादेखि यहाँ छ भने नयाँ ए कहाँबाट आउँछ त आउँदैन नि त। हो, यानी कि यो ए यो अब्जेक्टलाई पहिला रेफर गरिरहेको थियो। अब यो अर्को अब्जेक्टलाई रेफर गर्न खोज्छ भने पहिलाको रेफरेन्स भेरिएबल यसको के हुन्छ त हट छ। अब यो कति स्मार्ट छ, अब नयाँ मान्छे आउने बित्तिकै पुरानोलाई के गरिदियो त यो छोडिदियो। यहाँबाट यो हट छ, यसको रेफरेन्स आएर यहाँ जुटिहाल्छ। फेरि म अर्को अब्जेक्ट बनाउँछु सी इक्वल टु 30, त 30 को अब्जेक्ट यहाँ बन्छ र यो रेफरेन्स यहाँबाट कटेर त्यो रेफरेन्स हाम्रो यहाँ आइहाल्छ 30 मा, अनि यो मेरो रेफरेन्स यहाँबाट यो कटिहाल्छ। त यसको मतलब के यहाँ म प्रिन्ट गर्छु भने ए को भ्यालु के हुन्छ त 10 आउँछ। किन? यहाँ हुने बित्तिकै ए रेफर गर्छ केलाई 10 लाई। यहाँ प्रिन्ट गर्छु भने अहिले रेफर गरिरहेको कसलाई 20 लाई, त 20 आउँछ। तर लास्टमा प्रिन्ट गर्छु भने एन्सर ए को कति आउँछ त 30 आउँछ। यसको मतलब के भयो त लास्टमा यहाँ अब्जेक्ट एउटा बन्यो 30 को, त ए यसलाई रेफर गरिरहेछ, त यो अब्जेक्टलाई रेफर गर्ने कुनै भेरिएबल छ त छैन। यसलाई रेफर गर्ने भेरिएबल छ त कुनै छैन। त्यो दुवैलाई गार्बेज कलेक्टरले के गर्छ त खाइदिन्छ। यसको लागि यो खाना भइसक्यो, यहाँबाट के गर्छ त गार्बेज कलेक्टर खाइदिन्छ। त्यही भएर यहाँ 30 तल हामी प्रिन्ट गर्दाखेरि के आयो त 30 मात्र आयो, 10 र 20 आएन। 10 र 20 मेमोरी रिलिज गरिसकेको छ, गार्बेज कलेक्टरले खाइसकेको छ। तर यही यहाँ प्रिन्ट गरे भने स्टिल यसमा मेमोरी छ है। त यो हो हाम्रो फन्डा। यसबाट हामी के सिक्यो त, यसबाट हामी सिक्यो कि एउटै भेरिएबल एकैचोटि एक भन्दा बढी अब्जेक्टले रेफर गर्न सक्दैन। त यो मेरो के भयो त एरर भयो, यो पोसिबल छैन। तर यो पोसिबल छ कि छैन? यो पोसिबल छ, यानी कि एउटै अब्जेक्टलाई एक भन्दा बढी भेरिएबलले रेफर गर्न सक्छ, यानी कि यो पोसिबल छ।
तर यो पोसिबल हाम्रो छैन, कतै पोसिबल छैन। एउटालाई रेफर गरे भने त्यही समयमा अर्को अब्जेक्टलाई रेफर गर्न सक्दैन। यदि दुईटालाई रेफर गरे भने म भन्छु प्रिन्ट ए गर त कुन प्रिन्ट हुन्छ, 10 हुन्छ कि 20 हुन्छ। त्यही भएर यो कन्सेप्ट फलो गर्दैन। एउटा भेरिएबलले एक भन्दा बढी अब्जेक्टलाई एकैचोटि रेफर गर्दैन। एउटा भेरिएबल एउटै अब्जेक्टलाई रेफर गर्छ, तर मल्टिपल भेरिएबलले एउटै अब्जेक्टलाई एकचोटिमा रेफर गर्न सक्छ। तर यसबाट प्रुफ गर्नु पर्यो। प्रुफ के गर्नु पर्यो त, a = 10 b = 10 त यसबाट बनेको अब्जेक्ट बनेको एउटै बन्यो। मैले यहाँ यतिकै मुखबाट भनिदियो, एक्चुअलीमा एउटै बनेछ त पत्ता लगाउनु पर्यो परेन? पर्यो है। त्यसैगरी c = 20 लागेछ भने नयाँ अब्जेक्ट बन्यो, बनेछ कि बनेछैन त्यो पत्ता लगाउनु पर्यो। अब a = 10 लेखेछ भने a रेफर गरिरहेछ यो 10 लाई, b लेख्ने बित्तिकै अब त्यही a b लाई रेफर गर्छ, त्यही a c लाई रेफर गर्छ है। त यो सबै पत्ता लगाउनु पर्यो, प्र्याक्टिकली पत्ता लगाउनु पर्यो। त्यो प्र्याक्टिकली पत्ता लगाउनको लागि अहिलेको लागि हामी 3टा फंक्सन पढ्छौं। एकदमै नभई नहुने फंक्सन हो यो, एकदमै इम्पोर्टेन्ट हो। यसको बिना प्रोग्राम पाइथनको पढ्न एकदमै गाह्रो छ है। यो फंक्सन के हो त पहिला हेर। एउटा हो टाइप फंक्सन, एउटा हो आईडी फंक्सन, एउटा हो प्रिन्ट फंक्सन। यो अलरेडी बनाएर हामीले दिइसकेका छौं, त्यही भएर यसलाई भन्छौं हामी इनबिल्ट फंक्सन अथवा लाइब्रेरी फंक्सन। अब यो टाइप फंक्सनले के गर्छ, यदि टाइप फंक्सन युज गर्यो भने कुनै पनि भेरिएबल को टाइप के हो हामीले टाइप पत्ता लगाउन सक्छौं। किनभने टाइप त हामी डिफाइन गर्दैनौं, बेस्ड अन डेटा टाइप आफै डिफाइन हुन्छ र उसको टाइप के डिफाइन भएछ भने हामी पत्ता लगाउँछौं। आईडी भने के हो त, यदि अब्जेक्ट कुनै बनिरहेछ, डेटा a = 10 लेखेको छु मैले, त यो अब्जेक्ट बन्यो भने मेमोरीको कुन पोर्सनमा गएर स्टोर भएछ त्यो मेमोरीको एड्रेस दिन्छ। आईडी भनेको एड्रेस। प्रिन्ट भनेको केही प्रिन्ट गर्नु छ भने हामीले प्रिन्ट दिन्छ। अब एउटा एक्जाम्पल हेरौं ल। यहाँ एउटा मैले एक्जाम्पल लियो, a एउटा अब्जेक्टलाई रेफर गरिरहेछ, त्यो अब्जेक्ट के हो त 10 हो। तर यो यति मात्र नभई यहाँ यसको एड्रेस पनि हुन्छ। त्यो एड्रेस डिफाइन गर्ने काम कसको हो त, पीवीएम को हो। त म र्यान्डमली केही लेखिदियो, यस्तै हुन्छ 1234100 जसरी पनि हुन्छ, तर यो एड्रेस हो। त यो एड्रेस हामीले देख्दैन, तर यो एड्रेस दिन्छ। दिने काम कसको हो त, पीवीएम को हो, पाइथन भर्चुअल मसिन को। हरेक अब्जेक्टको एड्रेस हुन्छ। त यो अब्जेक्टको एड्रेस कति भयो त पत्ता लगाउनको लागि हामीले यही आईडी पढ्छौं। तर यो a कुन अब्जेक्टलाई रेफर गरिरहेछ, कस्तो अब्जेक्टलाई रेफर गरिरहेछ, अब्जेक्टको टाइप के हो, यो पत्ता लगाउनको लागि हामी पढ्छौं के टाइप पढ्छौं। र कन्सोलमा यानी कि प्रिन्ट गर्नु छ भने, स्क्रिनमा केही प्रिन्ट गर्नु छ भने त्यो प्रिन्ट गर्नको लागि हामी युज गर्छौं के प्रिन्ट फंक्सन। त पहिला हामी पढौं प्रिन्ट, यसै भित्र गाब्छौं हामी के टाइप, र उसै भित्र हामी युज गर्छौं के हामी आईडी। पहिला हो काम के कसको त प्रिन्ट को। यो प्रिन्ट फंक्सन बेसिकली 3 तरिकाले युज गर्न सकिन्छ। एउटा मेसेज प्रिन्ट को लागि, एउटा भ्यालु प्रिन्ट को लागि, एउटा मेसेज प्लस भ्यालु प्रिन्ट को लागि। अब मेसेज प्रिन्ट भनेको के हो, यसमा पहिलाले अलिकति प्रश्न पारौं। मेसेज भनेको के हो, म जे कुरा यहाँ लेखिदिरहेको छु त्यो एज इट इज के होस् त प्रिन्ट होस्, एज इट इज। त्यसले के भन्छ त मेसेज। जसरी म लेखिदिन्छु हेलो वर्ल्ड, त हेलो वर्ल्ड प्रिन्ट हुनु पर्यो। म लेखिदिन्छु माई नेम इज विशाल, त एज इट इज माई नेम इज विशाल आओस्, त्यसलाई भन्छु के मेसेज। भ्यालु भनेको के हो त, जसरी a = 10 म लेख्छु अनि म भन्छु प्रिन्ट गर a को भ्यालु, a प्रिन्ट नगर। यदि a प्रिन्ट भयो भने एज इट इज यो मेसेज भयो, तर a को भ्यालु प्रिन्ट गर्छ भने त्यसले के भन्छ त भ्यालु प्रिन्टिङ। मेसेज प्लस भ्यालु प्रिन्टिङ भनेको के हो त, मेसेज र भ्यालुको मिक्सचर गरेर प्रिन्ट गर्ने, यसलाई भन्छु के मेसेज भ्यालु प्रिन्टिङ। यसको एक्जाम्पल हेरौं। एक्जाम्पल हेर्नको लागि सिधै VS कोड मा जाऊ। यो मेरो VS कोड खुलेछ, अलरेडी एउटा फोल्डर मैले खोलेछु पाइथन ट्युटोरियल्स भनेर। कुनै एउटा फोल्डर बनाउने र त्यो फोल्डरलाई खोल्ने कसरी त, फाइलमा जाने, ओपन फोल्डरमा जाने सिधै, अनि फोल्डर छ भने म यहाँ लेखिरहेको छु पाइथन ट्युटोरियल्स छ, यहाँ सिलेक्ट गरिदिन्छु भने ओपन भइहाल्छ। छैन भने एउटा नयाँ फोल्डर यहाँ बनाउन सकिन्छ। नयाँ फोल्डर बनाएर त्यसलाई सिलेक्ट गरेर यहाँ सिलेक्ट गरिदिनु भने खुल्छ। जसरी म यहाँ त्यसलाई सिलेक्ट गर्छु हेर्नु खुलिसक्यो अलरेडी। एकचोटि खोल्यो भने फेरिदेखि खोल्ने आवश्यकता पर्दैन। त्यो पर्टिकुलर फोल्डर लिएर यहाँ VS कोडमा खुल्यो, यहाँ जति पनि कोड गरिन्छ सबै त्यसैमा रहन्छ है। यो वेलकम पेज हो, वेलकम पेजले काट्देऊ, यसको आवश्यकता छैन। अब म एउटा फाइल बनाउँछु, फाइलको नाम लेख्छु म print.py। अहिले हामी प्रिन्ट पढिरहेको छु, त्यही भएर प्रिन्टको म फाइल बनाउँछु print.py। पाइथनको फाइल .py ले बन्छ, .py ले बन्छ, त्यही भएर .py भनेको। यहाँ लेख्ने बित्तिकै हाम्रो के आयो त, यहाँ टर्मिनल खोलियो। अब यो टर्मिनल अलिकति म जुम गर्छु ताकि हेर्नमा सजिलो होस्। अब म लेख्छु यहाँ प्रिन्ट, यसको भित्र म सिंगल कोडमा अथवा डबल कोडमा अथवा ट्रिपल कोडमा यदि केही पनि लेखिदियो भने त्यो एज अ मेसेज ट्रिट गर्छ। जसरी यहाँ लेखेको छु हेलो, यो त सिंगल कोडमा छ, यसैले म कपी पेस्ट गर्छु। ल यहाँ मैले 4 वटा प्रिन्ट गरिदियो।
एउटामा लेखेछु हेलो, त हेलो भनेको सिंगल कोडमा हो, त सिंगल कोडमा लेखे भने त्यो पनि मेसेज बुझ्छ। एउटामा लेखेछु कि यहाँ हेलो वर्ल्ड, तर यो डबल कोडमा लेखेछु, यो पनि मेसेज हो। यहाँ लेखेछु हेलो नेपाल, यो म ट्रिपल कोडमा लेखेछु, सिंगल कोडको ट्रिपल कोड हो यो, त सिंगल कोडको ट्रिपल कोड पनि के हो त हाम्रो मेसेज हो। यहाँ लेखेछु हेलो काठमाडौँ, डबल कोडको ट्रिपल कोड हो यो, डबल कोड 3 चोटि लेखिदियो भने त्यसलाई भन्छौ कि ट्रिपल कोड ओपन, ट्रिपल कोड क्लोज, यो सब के बुझ्छ त मेसेज बुझ्छ। एज इट इज जे लेखेछु त्यो प्रिन्ट हुन्छ टर्मिनलमा, त प्रिन्ट हेलो त हेलो प्रिन्ट हुन्छ, हेलो वर्ल्ड त हेलो वर्ल्ड, हेलो नेपाल त हेलो नेपाल, हेलो काठमाडौँ त हेलो काठमाडौँ। अब कुरा आउँछ यसलाई एक्जिक्युट कसरी गर्ने, त एक्जिक्युट गर्ने तरिका धेरै छ, स्ट्यान्डर्ड वेमा मात्र बताउँछु है। त स्ट्यान्डर्ड वे भने के हो, जहाँ मेरो फाइल छ त्यहाँसम्म पुग्नु पर्यो। त यो पाइथन ट्युटोरियल भन्ने फोल्डर भित्र मेरो फाइल छ, त म जान्छु त्यहाँ, अन्त डेस्कटप भित्र पाइथन ट्युटोरियल्स यहाँ फोल्डर छ, यहाँ मेरो के छ त यहाँ print.py छ। अब यहाँ एड्रेस बारमा जाने अनि म लेख्छु यहाँ cmd, त यही लोकेसनले लिएर कमान्ड खोल्छ अपरेटिङ सिस्टमको। खुल्यो कमान्ड खोलिसकेपछि म भन्छु यहाँ पाइथन साहब मेरो फाइल जुन छ print.py त्यसलाई एक्जिक्युट गर, त लेख्नुपर्छ पाइथन print.py। इन्टर गर्ने बित्तिकै के आयो त हेलो, हेलो वर्ल्ड, हेलो नेपाल, हेलो काठमाडौँ आयो क्या, यानी कि कोड लेख्यो कहाँ हामीले VS कोडमा, चलायो कहाँ हामीले टर्मिनलमा। त्यो कसको टर्मिनल हो, अपरेटिङ सिस्टमको टर्मिनल हो। तर बाई डिफल्ट VS कोडमा एउटा टर्मिनल हामीले दिएको हुन्छ, यही टर्मिनल। त बारम्बार अर्को खोल्नुको सट्टा म यसैको टर्मिनल खोल्छु। यसैको टर्मिनल कसरी खोल्ने त ट्रिपल डट छ, यहाँ ट्रिपल डटमा जाने, यहाँ लेखेको छ टर्मिनल, टर्मिनललाई लेखेर यहाँ न्यू टर्मिनल ओपन गर्यो भने अटोमेटिकली यो टर्मिनल यहाँ खुल्छ र यसमा सेभ गरेको फाइल लिएर अटोमेटिकली खुल्छ। यहाँ अलरेडी पाइथन ट्युटोरियल्स लिएर खोलिसकेछ। अब यहाँ म त्यही कोड लेखिदिन्छु, त्यही कमान्ड पाइथन कुन फाइल चलाउने हो त print.py, त यहाँ सर्च गर्छ यो पाइथन ट्युटोरियल्स जुन फोल्डर छ त्यसको भित्र print.py छ कि छैन, छ, भर्खरै बनाएको छु। इन्टर गर्ने बित्तिकै चलाइदिन्छ। पहिले लेखेछु हेलो त हेलो आयो, हेलो वर्ल्ड त हेलो वर्ल्ड आयो, हेलो नेपाल त हेलो नेपाल आयो, हेलो काठमाडौँ त हेलो काठमाडौँ आयो। यानी कि मेसेज दिनु छ भने यो 4 तरिकाले मेसेज दिन सक्छौ। त प्रिन्टको काम एउटा भयो मेसेज प्रिन्टिङ। अर्को के हाम्रो भ्यालु प्रिन्टिङ। त भ्यालु प्रिन्टिङको लागि म यो सबलाई के गर्छु त कमेन्ट गर्छु। अब म लेख्छु यहाँ a=10, म चाहिरहेको छु प्रिन्ट गरौँ तर a को भ्यालु प्रिन्ट होस्, a प्रिन्ट नहोस्। त यसको म लेखिदिन्छु यहाँ प्रिन्ट सिंगल कोड a, त सिंगल कोडको भित्र a लेखिदियो भने यो भेरिएबल बुझ्दैन, यो बुझ्छ मेसेज, त यो प्रिन्ट गर्छ a। तर मलाई भ्यालु चाहियो त म लेख्छु यहाँ प्रिन्ट a, यानी कि कुनै पनि सिंगल कोड, डबल कोड, ट्रिपल कोडको भित्र केही पनि डेटा दियो भने त्यो मेसेज बुझ्छ, बाहिर दियो भने त्यसलाई भेरिएबल बुझ्छ। त a नामको भेरिएबल छ कि छैन, छ, उसको भ्यालु दिइहाल्छ 10। यहाँ प्रिन्ट गर्छ a एज इट इज, सिंगल कोडको भित्र छ, यहाँ दिइहाल्छ 10। ल रन गरेर हेरौँ, यहाँ जाऊ, सेम कोड हो, त यहाँ के आयो त a र 10 है। हाम्रो के भयो त यहाँ भ्यालु पनि थाहा पायो। तर म यो कोडलाई छोपिदिन्छु, यहाँ मैले कभर गरिदियो। अब भन्छु यहाँ प्रिन्ट भएछ भने यहाँ म प्रिन्ट गर्छु a र 10, त यो 10 के प्रिन्ट भएछ, कसको भ्यालु हो, के हो यो थाहा छ त, यो टर्मिनल हेरेर थाहा पाउन सकिएन। यसो मतलब के यसमा केही क्याप्सन भएर आओस्, क्याप्सन लेखेर आओस्। क्याप्सन के लेखेर आओस् त भ्यालु अफ a इज 10, अनि प्रश्न हामी बुझ्न सक्छौँ कि यो 10 के हो, ओके न। त्यहाँदेखि कि यसको क्याप्सन दिनु पर्यो कि परेन, हो, त्यो क्याप्सनलाई नै के भन्छौँ त हामी मेसेज। हामी डाइरेक्ट यस्तो प्रिन्ट नगरेर म प्रिन्ट गर्छु यस्तो द भ्यालु अफ a इज। त द भ्यालु अफ a इज भनेको म सिंगल कोडमा लेखेछु अथवा डबल कोडमा लेख्न सकिन्छ, ट्रिपल कोडमा लेख्न सकिन्छ। त यो सिंगल कोडमा लेखिदियो भने यो के बुझ्छ त मेसेज बुझ्छ। त मेसेज बुझ्छ भने एज इट इज प्रिन्ट हुन्छ द भ्यालु अफ a इज। अनि a म सिंगल कोडमा, डबल कोडमा दिएको छैन, बाहिर दिएछु। त दुई किसिमको डेटा भयो प्रिन्टमा, एउटा त मेसेज पास गरेको, एउटा म भ्यालु पास गरेको हो। त जब दुई किसिमको डेटा पास गर्छु प्रिन्टमा भने छुट्याउनको लागि हामी युज गर्छौँ के कमा, त्यही भएर यहाँ कमा लेखेछु है। त्यसको एन्सर के आउँछ त द भ्यालु अफ a इज 10 आउँछ। हेर म यसलाई रन गर्छु भने पहिला a ले के गर्यो त a प्रिन्ट गर्यो, a आयो। यसले के गर्यो त 10 प्रिन्ट गर्यो, 10 आयो। यसले के गर्यो त द भ्यालु अफ a इज, यहाँ आएछ नि त द भ्यालु अफ a इज, अनि यहाँ a को ठाउँमा के आएछ त 10 आएछ। तिनटै पढ्यो हामीले, के पत्ता लगायो त प्रिन्ट मेथडबाट युज गरेर हामी खाली मेसेज पनि प्रिन्ट गर्न सक्छौँ, खाली भ्यालु पनि प्रिन्ट गर्न सक्छौँ र मेसेज प्लस भ्यालु पनि प्रिन्ट गर्न सक्छौँ। अब टाइप फंक्सन के को लागि युज हुन्छ त
टाइप फंक्शन युज हुन्छ कुनै पनि भेरिएबलमा कस्तो टाइपको डेटा छ त्यो पत्ता लगाउनको लागि। यसको पनि एक्जाम्पल हेरौँ। यसको लागि पनि म एउटा फाइल बनाउँछु बेग्लै। फाइलको नाम लेख्छु म type.py अनि म लेख्छु यहाँ a = 10, b = 10.5, c = म लेख्छु यहाँ आफ्नो नाम विशाल। यसलाई भन्छौँ इन्टिजर, यो फ्लोटिङ भ्यालु यसलाई भन्छौँ, यो स्ट्रिङ भन्छौँ। डबल कोट, सिंगल कोट, ट्रिपल कोटमा डेटा दियो भने त्यो स्ट्रिङ हो, मेसेज पनि हो, स्ट्रिङ हो है। त ए जुन अब्जेक्टलाई रेफर गरिरहेको छ त्यो अब्जेक्टको टाइप के हो त? इन्टिजर हो। त यानी कि ए को टाइप प्रिन्ट गर्यो भने बताइदिन्छ इन्टिजर। किनभने हामी यहाँ लेखेको छैन नि त, यो पाइथनमा लेख्दैनौँ, किनभने यो अटोमेटिकली डिफाइन गरिदिन्छ, किनभने यो डाइनामिकली टाइप प्रोग्रामिङ ल्याङ्ग्वेज हो। त म भन्छु ए को टाइप कुन हो? ए जुन अब्जेक्टलाई रेफर गरिरहेको छ त्यो कुन अब्जेक्टलाई रेफर गरिरहेको छ, कस्तो टाइपको? त यो इन्टिजर बताइदिन्छ। बी कस्तो टाइपको अब्जेक्टलाई रेफर गरिरहेको छ, त्यो फ्लोट बताइदिन्छ। सी कस्तो टाइपको अब्जेक्टलाई रेफर गरिरहेको छ, त्यो बताइदिन्छ कि स्ट्रिङ टाइपको है। ल यसलाई म कम्पाइल गर्छु। त यसपालि कम्पाइल गर्छु भने कुन फाइललाई चलाउने हो त? type.py लाई चलाउने हो, प्रिन्टलाई होइन, किनभने कोड मेरो type.py मा छ। त म लेख्छु यहाँ पाइथन कृपया मेरो फाइलमा भएको type.py लाई रन गर। रन गर्ने बित्तिकै यसलाई सेभ गरेर छैन, सेभ गरिराख्नु, कसैमा अटो सेभ हुन्छ। ल यहाँ एन्सर केही पनि आएन, किनभने म प्रिन्टै गरेको छैन, खालि कोड लेखिसकेको छु है। त प्रिन्ट गर्नु पर्यो नि त। त हेर म लेख्छु प्रिन्ट, यसपालि म भ्यालु प्रिन्ट गर्न खोजिरहेको छैन, म टाइप प्रिन्ट गर्न खोजिरहेको छु। कसको त? ए को। त म लेख्छु टाइप, यो पनि फंक्सन हो, यसको भित्र ओपन क्लोज ब्राकेट हुन्छ, अनि यहाँ लेखिदिन्छु ए। यानी कि टाइप अफ ए के बताउँछ? टाइप बताउँछ, र यही कुरा प्रिन्टले प्रिन्ट गरिदिन्छ। यो प्रिन्ट गर्छ टाइप अफ ए, टाइप अफ बी, टाइप अफ सी, एकै लाइनमा लेखिदियो। अब म प्रिन्ट गर्छु भनेर के आयो त? क्लास इन्ट, इन्ट क्लासको हो। यो कसको क्लासको हो त? फ्लोट क्लासको हो। यो स्ट्रिङ क्लासको हो। तीनटा आएका हैन, एकैचोटि मैले लेखिदियो। म चाहे पनि टुक्राएर लेख्न सक्छु। म भन्छु यहाँ t1 भनेको टाइप 1, यसमा टाइप आओस् के ए, अनि यसमा जब टाइप a1 आइसक्यो, ए को टाइप आइसक्यो भने यहाँ प्रिन्ट हामी गरिदियो के t1। यो पनि तरिका हो। त यो दुई लाइनको सट्टामा एकै लाइनमा हामी यस्तो लेखिदियो है। त टाइपले के बताइरहेछ त? कुनै पनि भेरिएबल अब्जेक्टलाई रेफर गर्छ भने कस्तो टाइपको अब्जेक्ट हो त्यो अब्जेक्टको टाइप बताउँछ, भेरिएबलको टाइप बताउँछ। जसरी यहाँ लेखेको छ नि त, यो ए यो अब्जेक्टलाई रेफर गरिरहेछ भने अब्जेक्टको टाइप के हो त? त्यो टाइप बतायो। अब हामीले पत्ता लगाउने कि यो एड्रेस, हरेक अब्जेक्टको एड्रेस कम्पाइलरले दिन्छ। जब हरेक अब्जेक्टको एड्रेस कम्पाइलरले दिन्छ भने त्यो एड्रेस कति कति हो त? कसरी यो पत्ता लगाउने त? त्यो पत्ता लगाउनको लागि हामी गर्छौँ कि आइडी। ल हेर इक्जाम्पल हेर। यसको लागि म अर्को फेरि फाइल बनाउँछु। फाइलको नाम लेख्छु कि id.py, अनि सेम म गर्छु है, कपी पेस्ट गर्छु, यही कोडमा उठाउँछु, यसलाई म कपी पेस्ट गरिदिन्छु। यसपालि यो टाइप नलेखेर म लेख्छु यहाँ के आइडी। यस्तो लेखिदियो भने अब हेर्नु त, ए को आइडी के हो त? जुन ए जुन 10 छ, यो 10 अब्जेक्टको आइडी त पक्कै कम्पाइलरले केही न केही दियो होला। उसको आइडी आओ केमा त? t1 मा, अनि t1 प्रिन्ट भइरहेछ। अनि यहाँ दुई लाइनमा नदिएर एकैचोटि एक लाइनमा दिएछु। त यो बी को आइडी दिइहाल्छ, सी को आइडी दिइहाल्छ। कति आउँछ आइडी नेभर नो, हामीले थाहा पनि छैन, त्यो कम्पाइलरले दिने काम हो। पीवीएमले दिन्छ, कम्पाइलरले दिन्छ है। यसलाई म के गर्छु त? अब यसपालि कुन फाइललाई चलाउने हो त? यसपालि चलाउने फाइल हो भनेको id.py है। त म लेख्छु यहाँ पाइथन मेरो id.py लाई चलाऊ। तर त यो फर्स्टको अब्जेक्टको आइडी हो, यो सेकेन्ड अब्जेक्टको आइडी हो, यो थर्ड अब्जेक्टको आइडी हो। त यो मेरो के भयो त? आइडी फंक्सन भयो। अब यो आइडी फंक्सन भइदियो भने अब हामी भर्खरै पढेको हो कि एउटा भेरिएबलले एकभन्दा बढी अब्जेक्टलाई रेफर गर्न सक्दैन। अर्को कुरो, एउटै अब्जेक्ट दुईचोटि लेख्यो भने त्यो दुईटा अब्जेक्ट बन्दैन, एउटै अब्जेक्ट बन्छ। कसरी पत्ता लगाउने त? आइडी को। यदि अब्जेक्ट नै एउटै बनेछ भने आइडी पनि एउटै होला। त ए को आइडी पनि त्यही हुन्छ, बी को आइडी पनि त्यही हुन्छ। यो केसमा आइडी यहाँ बन्छ र यहाँ बन्छ, किन? अब्जेक्ट नै फरक छ। यो कसरी पत्ता लगाउने त? आइडी फंक्सनबाट है। र यसको पनि प्र्याक्टिस गरौँ। म अर्को एउटा फाइल बनाउँछु। फाइलको नाम लेख्छु म id1.py। पहिला आइडी राख्यो, अब id1 म लेख्छु यहाँ। यति मैले लेखेँ। अब मेरो हामीले पढे अनुसार ए पनि 10 छ, बी पनि 10 छ, त यानी कि अब्जेक्ट एउटै बन्छ। यानी कि ए को आइडी प्रिन्ट गर्छु, बी को आइडी प्रिन्ट गर्छु भने दुवैको सेम आउँछ, किनभने एउटै अब्जेक्ट छ। तर बी सी ले अर्को आइडी बनाउँछ, डी ले अर्को आइडी बनाउँछ, किनभने अब्जेक्ट अर्को बन्छ। यही हुने हो नि त। त म यही प्रिन्ट गरिदिन्छु। यहाँ मैले प्रिन्ट गरिदियो
ए को आइडी, बी को आइडी, सी को आइडी, डी को आइडी प्रिन्ट गर्दा त हामीले पढे अनुसार ए र बी को आइडी सेम हुनु पर्यो, सी डी फरक हुनु पर्यो है। त म भन्छु पाइथन यसपालि कसले चलाउ त आइडी 1 लाई चलाऊ। जब आइडी 1 लाई चलाउँछ भनेर त यति ठुलो त पढ्न सकिँदैन, लास्टको 4 वटा हामीले हेर्छौँ। लास्टको 4 वटा हेर त ए र बी को के छ त सेम छ कि छैन। यसको मतलब के बुझ्यो त एज इक्वल टु 10 लेखिदियो। एउटै अब्जेक्ट बारम्बार लेख्दाखेरि दुईटा आइडी बन्दैन, दुईटा अब्जेक्टै बन्दैन भने दुईटा आइडी कहाँबाट आउँछ त है। यानी कि एउटै अब्जेक्ट बन्यो, यानी कि त्यही अब्जेक्टलाई ए पनि रेफर गरिरहेछ, बी पनि रेफर गरिरहेछ, त्यही भएर दुवैको आइडी सेमै भयो। तर सी नयाँ अब्जेक्ट हो त नयाँ आइडी बन्छ, यो पनि नयाँ अब्जेक्ट हो भने नयाँ आइडी बन्छ। अब हामी पत्ता लगाऊ कि यो है एउटै भेरिएबलले एकभन्दा बढी अब्जेक्टलाई रेफर गर्न सक्दैन है। त यसलाई गर्नको लागि म अर्को एउटा फाइल बनाउँछु। सबै कोडको लागि बेग्लै बेग्लै फाइल बनाऊ। यो बेस्ट प्र्याक्टिस हो कोडिङ गर्नको लागि। id2.py को फाइल बनायो। म यहाँ लेखियो a इक्वल टु 10, फेरि a इक्वल टु 20 र c इक्वल टु 30 लेख्यो। अब म प्रिन्ट गर्छु। अब ध्यान दिएर है, यो जुन आइडी छ म प्रिन्ट गर्छु यसको तल त बेग्लै आउँछ। यही आइडी म 20 को तल गर्छु भने बेग्लै आउँछ। किन? अब यहाँ हुँदाखेरि ए ले 10 अब्जेक्टलाई रेफर गरिरहेको थियो, यहाँ आउने बित्तिकै त्यही ए ले अब 20 लाई रेफर गर्छ, 10 लाई रेफर गर्दैन है। त यहाँ आइडी ए डिफरेन्ट आउँछ, यहाँ आइडी ए डिफरेन्ट आउँछ, किनभने यहाँ हुँदाखेरि ए 10 लाई रेफर गरिरहेको थियो, यहाँ हुँदै बित्तिकै बी 20 लाई रेफर गर्न थाल्यो। सी को आइडी के भयो त हाम्रो सी को आइडी भनेको बेग्लै आउँछ, 10 को पनि बेग्लै आउँछ, 20 को पनि बेग्लै आउँछ, 30 को पनि बेग्लै आउँछ। त बेग्लै आउनुको मतलब के भयो त यो पनि ए बाट नै रेफर गरिरहेको छ, यो पनि ए बाट नै रेफर गरिरहेको छ। यसको मतलब के एकचोटिमा एकभन्दा बढी आइडी रेफर गर्न सक्दैन है। हेरौ म भन्छु पाइथन यसपालि चलाऊ आइडी 2.py लाई चलाऊ। हेर त यसको पनि डिफरेन्ट एड्रेस आयो, यसको पनि डिफरेन्ट एड्रेस आयो, यसको पनि डिफरेन्ट एड्रेस आयो। यसबाट के थाहा पायो त पहिला ए यसलाई रेफर गरिरहेको थियो, अब ए यसलाई रेफर गर्न थाल्यो, त्यही भएर अब्जेक्ट यसको चेन्ज भयो। अर्को अब्जेक्टलाई रेफर गर्छ भने एड्रेस यसको चेन्ज भयो। हामीले जे पढेको हो त्यो कुरा हामीले के गर्यो त पत्ता लगायो। अनि डेटा टाइप पढ्नुभन्दा अगाडि हामी 3टा फङ्सनको बारेमा डिटेल हेर्यौँ। र यो किन हेर्यो किनभने यो एकदमै इम्पोर्टेन्ट छ, हरेक क्लासको कोडिङमा यो काम लाग्छ है। अब हामी जम्प गर्छौँ केमा त एक्चुअल डेटा टाइपमा। डेटा टाइपको पहिलो टाइप के छ त हाम्रो इन्ट। र आजको लागि यति नै। अब यसको डिटेलमा हामी नेक्स्ट क्लासमा पढ्छौँ। अहिले नै बतायो भने यसको भिडियोको लेन्थ ठुलो हुन सक्छ। थ्याङ्क यू।